हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। म सन्चै छु। आयो तपाईँले एकदमै सन्चै हुनुहुन्छ होला। के छ, कस्तो अवस्थामा हुनुहुन्छ? खुसी रहनुहोस्, सुखी रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नो करियरमा फोकस भएर लाग्नुहोस्। जे गर्दै हुनुहुन्छ, जे गर्दै गर्नु भएको छ मनबाटै लाएर गर्नुहोस् अनि एकदम मन तन दिएर गर्नुहोस् है त। सो मैले धेरै समय भयो भिडियो लिएर नआएको, अब किनभने त्यस्तै काममा बिजी बिजी भएर र टाइमहरू नमिलेर त्यस्तै त्यस्तै भएर मैले भिडियो ल्याउन पाएको थिएन। त्यसको लागि चाहिँ गमेन्ट नै अब धेरैजना साथीहरूले मलाई क्वेसन गरिराख्नु भएको थियो। उहाँहरूको क्वेसनलाई नै चाहिँ मैले डेडिकेट गरेर यो भिडियो बनाउँदैछु। सो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकन थिच्नु होला, ताकि यस्तै यस्तै खालका भिडियोहरू तपाईँको मोबाइल सेटमा पहिलोपटक नोटिफिकेसन आउनेछ। सो द्याट भिडियो स्टार्ट गरौँ है त। लेट्स द स्टार्ट। आज चाहिँ के विषयमा भिडियो बनाउँदैछु भने मलाई एकजना साथीले सोध्नु भएको थियो र एकदम इम्पोर्टेन्ट क्वेसन पनि हो, धेरैलाई जिज्ञासा लाग्ने क्वेसन पनि। उहाँले एउटा क्वेसन के सोध्नु भएको थियो भने, हामी जापान आउनु पर्यो भने, यदि हामी जापान जाने प्लान गरिरहेको छ भने हामीले दुईवटा स्किल पास गरेको छ भने, जस्तो एउटा नर्सिङ केयर किपर, अर्को चाहिँ फुड सर्भिस, दुईवटा स्किल पास गरेको छु, दुईवटै सेक्टरमा मैले अप्लाई गर्न मिल्छ कि मिल्दैन, एउटा यो क्वेसन है। धेरैजना मान्छेलाई लागेको जिज्ञासा पनि हुनसक्छ यो क्वेसनहरू। जस्तो तपाईँलाई नर्सिङ केयरमा पनि अप्लाई गर्नु छ, फुड सर्भिसमा पनि अप्लाई गर्नु छ, जुनमा छिटो भिजा आउँछ त्यसमै म जान्छु भनेर जुन सोचिराख्नु भएको छ, त्यो सोचिराख्नु भएको छ भने त्यो मिल्दैन है। यसको आन्सर नै नो हो, मिल्दैन। किन मिल्दैन भने तपाईँ जुन सेक्टरमा आउन खोज्दै हुनुहुन्छ एउटा सेक्टरमा चाहिँ तपाईँले चुज गर्नुपर्छ है त। किनभने इमिग्रेसन भिजा दिने ठाउँ एउटै हो होइन, जापान सरकार अथवा जापान गभर्मेन्ट अथवा इमिग्रेसन भनेको एउटै हो। एउटै ठाउँबाट तपाईँलाई भिजा दिने हो। एउटै ठाउँबाट दुईवटा भिजा, दुईवटा सेक्टरमा एउटै मान्छेलाई भिजा दिन सक्दैन है त। यो चाहिँ इम्पोसिबल कुरा हो। र अर्को कुरा, तपाईँले स्किल पास गर्न मिल्छ कि मिल्दैन। जस्तो म नर्सिङ केयर गिभरमा आउँदैछु भने म फुड सर्भिसको स्किल गर्न मिल्छ कि मिल्दैन, या फुड सर्भिसको अप्लाई गर्न मिल्छ कि मिल्दैन भनेर जुन क्वेसन गर्नुभएको थियो, तपाईँले जतिवटा स्किल पनि पास गर्न मिल्छ है त। फुड सर्भिसको पनि मिल्छ, एग्रिकल्चरको पनि मिल्छ, खाइकोको पनि मिल्छ, अरू अरू ग्राउन्ड ह्यान्डलिङको जेको पनि मिल्छ। मिल्नलाई चाहिँ पास गर्न मिल्यो, तर अप्लाई गर्न चाहिँ एउटा मात्रै सेक्टर तपाईँले चुज गर्नुपर्छ है त। अनि भोलि त्यसको फाइदा के हुनसक्छ भने, तपाईँले अरू पनि स्किलहरू पास गरिराख्नु भयो भने तपाईँलाई फाइदा चाहिँ के हुनसक्छ भने, तपाईँ जापान आउनुभयो होइन, तपाईँ जापान आउनुभयो, इनकेस तपाईँ आउनुभएको जुन काम छ त्यो काम मन परेन, तपाईँलाई चेन्ज गर्न मन लाग्यो भने चाहिँ तपाईँले इजिली अर्को सेक्टरमा चेन्ज गर्न मिल्छ है त। त्यसको लागि चाहिँ यो फाइदा हुनसक्छ। र अर्को कुरा, नेपालमै भएर दुईवटा सेक्टर पास गरेर दुईटै सेक्टरमा अप्लाई गरेर जुनमा छिटो भिजा आउँछ त्यसमै जान्छु भन्न चाहिँ मिल्दैन, यो सिस्टमले दिँदैन है त। यो चाहिँ इलिगल कुरा हो र मिल्दै मिल्दैन। तपाईँको क्वेसनको आन्सर यही भयो। नबुझेको कुरा छ भने प्लिज कमेन्ट गर्नु होला। मैले बुझेको यही हो र समग्रमा यही नै हो है त, कुरा चाहिँ मिल्दैन है त। तर पास गरिराख्नु भयो भने चाहिँ राम्रो हो। कतिपय साथीहरू के गर्नुहुन्छ भने नर्सिङ केयर गिभरमा आउनुहुन्छ, नर्सिङ केयर गिभर मन पर्दैन, फुड पनि अलरेडी पास गरेर आउनु भएको हुन्छ, फुडमा इजिली चेन्ज गर्न सक्छ क्या। अब फुडमा आएको साथीलाई फुड मन परेन भने यदि नर्सिङ केयर गिभर स्किल पास छ भने यहाँ आएर इजिली चेन्ज गर्न सक्नुहुन्छ। त्यो फाइदा चाहिँ हुनसक्छ है त। त्यसको लागि पनि तपाईँले पास गरिराख्दा चाहिँ केही फरक पर्दैन है त। सो यही भयो। अनि अर्को एकजना साथीले सोध्नु भएको क्वेसन थियो, के सोध्नु भएको थियो भने, ब्रदर हामीले नेपालमा पास गरेको डकुमेन्टहरू अथवा हाम्रो स्कुल डकुमेन्टहरूले के काम गर्छ कि गर्दैन, त्यस्तो स्किलहरू हामीलाई आवश्यक पर्छ कि पर्दैन, कम्पनीले खोज्छ कि खोज्दैन अप्लाई गर्ने बेलामा भन्ने कुराहरू गर्नु भएको थियो। मिल्दैन है त। तपाईँले कुनै पनि डकुमेन्टको आवश्यक पर्दैन, जस्ट तपाईँको पासवर्ड अथवा नागरिकता होइन, त्यो चाहिँ तपाईँको चाहियो। त्यति मात्र तपाईँले डकुमेन्ट चाहिने। र अर्को भनेको चाहिँ तपाईँले जेएफटी जेएलपिटी जुन जापानिज ल्याङ्ग्वेज टेस्टको पास गरेको डकुमेन्ट हुन्छ, त्यो डकुमेन्ट, र तपाईँ जुन सेक्टरमा आउन खोजिराख्नु भएको छ त्यो सेक्टरको स्किल टेस्ट पासको डकुमेन्टहरू तपाईँलाई चाहियो। अनि सिभी चाहियो है त। यिनीहरू कुराहरू चाहिँ अब तपाईँले अप्लाई गर्ने बेलामा आफै कन्सल्टेन्सीले अभाइलेबल गरिदिन्छ र बनाइदिन्छ पनि। र अर्को तपाईँको डकुमेन्ट चाहिँ तपाईँसँग हुने नै भइहाल्यो। यति भए चाहिँ तपाईँलाई प्रोसेस गर्नको लागि पुग्छ है त। अनि तपाईँले +2 पास गर्नुभयो कि भएन, एसी पास गर्नुभयो कि भएन, तपाईँले 8 क्लासमा कति मार्क्स ल्याउनु भयो, कति मार्क्स आयो, कति जिपी आयो, डजन्ट म्याटर है त। यो कुराले चाहिँ नेसेसरी छैन। सो त्यो भयो। अनि अर्को एकजना साथीले सोध्नु भएको थियो, दाइ जापानमा चाहिँ सेभिङ कति हुन्छ भनेर धेरैजना सोध्नुहुन्छ क्या। यो सेभिङको क्वेसन धेरै आउँछ र जिज्ञासा पनि हो होइन। आफू काम गर्ने ठाउँमा, आफू काम गर्न जाने ठाउँमा चाहिँ कति कमाइ हुँदो रहेछ त, कति सेभिङ गर्न सकिँदो रहेछ भने सबैको जिज्ञासाको कुरा पनि हो। मैले पहिले नै भनिरहेको छु, अब एसएडब्ल्यू भिजामा आउने साथीहरूले नर्मल मोर देन 1 लाखभन्दा माथि नै कमाउनुहुन्छ है त। 1 लाख भनेको 1 लाख भनेको नर्मल हो, त्योभन्दा माथि नै कमाउनुहुन्छ। यही हो है त समग्रमा क्वेसनको आन्सर चाहिँ। अनि अरू एकजना साथीले सोध्नु भएको थियो, एसएडब्ल्यू भिजामा गएर अरू भिजामा चेन्ज गर्न मिल्छ कि मिल्दैन। जस्तो मसँग +2 पास छ, +2 पास छ भने म
जापान गएर एसडब्ल्यू भिजामा गएर मैले स्टुडेन्ट भिजामा चेन्ज गर्न मिल्छ कि मिल्दैन भनेर भन्नुभएको छ। अभियसली मिल्छ है त, अभियसली मिल्छ। कतिजना साथीहरूले गरिराख्नु पनि भएको छ। त्यो चाहिँ तपाईँसँग क्वालिफिकेसन कति छ त्यही अनुसार तपाईँले अरू भिजामा चेन्ज गर्न मिल्छ है त। कसरी मिल्छ भने जस्तो तपाईँ यहाँ आइसिएपछि एसडब्ल्यू भिजामा काम गर्नुहुन्छ, काम गरिसके पछाडि तपाईँ खाइगो नै पढ्न चाहनुहुन्छ भने खाइगोकै सेक्टर खोजेर पनि जान सकिन्छ। अर्को कुरा के हुन्छ भने, एउटा मेन कुरा के हुन्छ भने तपाईँलाई स्पोन्सर गरिदिने मान्छे चाहिँ हुनुपर्छ। जस्तो मैले एसडब्ल्यू भिजामा आएको छु, एसडब्ल्यू भिजामा आएर मैले काम गरिरहेको छु, मैले स्टुडेन्ट भिजामा चेन्ज गर्न चाहन्छु भने मेरो स्पोन्सर अथवा मेरो ब्याङ्क ब्यालेन्समा 10-15 लाख चाहिँ हुनुपर्छ है त। किन हुनुपर्छ भने मैले चाहिँ कलेजलाई चाहिँ विश्वास दिलाउनु पर्छ कि यसले चाहिँ कलेजको फी तिर्न सक्छ, यसले कलेजको फी अथवा कलेजको होस्टमा पढ्ने फीहरू लाग्ने फीहरू चाहिँ यसले आफै तिर्न सक्छ अथवा यसको तिर्दिने मान्छे छ भनेर चाहिँ कलेजलाई चाहिँ एउटा एग्रिमेन्ट जस्तो अथवा कलेजलाई त्यो विश्वास दिलाउनको लागि हामीले ब्याङ्क ब्यालेन्स अथवा नभए हामीलाई चाहिँ कोही साक्षी अथवा हामीलाई चाहिँ कोही त्यो स्पोन्सर गरिदिने मान्छे चाहिँ हुनुपर्दछ है त। उसले स्पोन्सर गरिदियो अथवा स्पोन्सर देखाइदियो, ब्याङ्क ब्यालेन्स देखाइदियो भने चाहिँ हामीलाई कलेजले लगभग इजिली एक्सेप्ट गर्न सक्छ र हामी चाहिँ स्टुडेन्ट भिजामा चेन्ज गरेर मजाले पढ्न सक्छौँ, पढेर चाहिँ पछि यहीँ वर्किङ चेन्ज गरेर बस्न सक्छौँ। त्यो पनि एउटा पाटो छ है त, सकिन्छ। अनि अर्को कुरा एसडब्ल्यू भिजामा चाहिँ आउनको लागि कति घन्टा पढ्नुपर्छ, कति समय पढ्नुपर्छ, कति टाइम लाग्छ भनेर भन्नुभएको थियो। मैले पहिले नै भनिरहेको थिएँ, तपाईँले नर्मल्ली मजाले मेहनत गर्नुभयो, मजाले पढ्नुभयो भने लगभग 7-8 महिनामा ल्याङ्ग्वेज पास गर्न सक्नुहुन्छ। ल्याङ्ग्वेज पास गर्नलाई तपाईँले दिनमा 2-3 घन्टा चाहिँ मजाले पढ्नुपर्छ है त। 2-3 घन्टा पढेर टाइम दिएर पढ्नुभयो भने तपाईँले 6-7 महिना 7-8 महिनामा चाहिँ लगभग ल्याङ्ग्वेज पास गर्नुहुन्छ। त्यस्तै गरेर प्रोसेस यताउति गर्दाखेरि तपाईँलाई 1 देखि 1.5 वर्षमा तपाईँले नर्मल्ली आउन सक्नुहुन्छ है त, एकदम डेडिकेट अथवा फोकस गरेर पढ्नुभयो भने चाहिँ है। अनि अर्को कुरा चाहिँ के थियो भने कतिजना साथीहरूले सोध्नु भएको थियो एसडब्ल्यू भिजामा कुन सेक्टर राम्रो हुन्छ भनेर पनि सोध्नु भएको थियो। मैले भन्छु सेक्टर सबै राम्रो छ आफ्नो ठाउँमा। अब तपाईँ कुन सेक्टरमा आउनुहुन्छ त्यस डिटर्माइन गर्छ होइन। सेक्टर सबै आफ्नो ठाउँमा राम्रो छ। नर्सिङ केयर गिभर पनि ठिकै छ, फुड सर्भिस पनि ठिकै छ, अनि एग्रिकल्चर पनि ठिकै छ। तर एग्रिकल्चरको हिसाबमा के छ हुन्छ भने साथीहरू कतिपय भित्र पर्नु भयो भने अथवा तपाईँले भित्रै कामहरू छ भने चाहिँ सजिलै हुन्छ। यदि बाहिर फिल्डमा काम गर्नु पर्यो भने चाहिँ अलिक गाह्रो हुन्छ है त। जापान कस्तो देश हो भने गर्मीमा अत्यन्तै गर्मी हुने, जाडोमा बेसै जाडो हुने, हिउँ पर्ने ठाउँ हो। सो बाहिरतिर पढ्नु भयो भने चाहिँ अलिकति तपाईँले जाडोमा पनि गर्मीमा पनि समस्या हुनसक्छ, त्यो हो। नभए अरू सेक्टरमा आउँदाखेरि चाहिँ भित्रैमै काम गर्ने हो, एसीमै बसेर हिटरमै बसेर काम गर्ने हो। सो त्यसको लागि प्रब्लम भएन है त। सो यही विषयमा थियो क्वेसनहरू। अनि कतिपय साथीहरूले सोध्नुहुन्छ लिसनिङ कसरी पढ्ने सर भन्नुहुन्छ। लिसनिङ पढ्ने त्यही हो, दिनमा 3-4 चोटि सुन्नुहोस् क्या तपाईँ। बिहान पनि सुन्नुहोस्, बेलुका पनि सुन्नुहोस्, बेलुका पनि सुन्नुहोस्, अनि दिउँसो पनि सुन्नुहोस्। सुनेको गर्नुहोस्, त्यसले के भन्न खोजेको त्यो पत्ता लगाउनु खोज्नुहोस्। लिसनिङ तपाईँको राम्रो हुनको लागि, लिसनिङ बुझ्नको लागि पहिला तपाईँले मिनिङ र ग्रामर बुझेको हुनुपर्छ है साथीहरू। मजाले मिनिङ र ग्रामर बुझेर अनि त्यसपछि दोक्खाइहरू पढेर, रिडिङहरू पढेर त्यसलाई नेपालीमा चाहिँ कन्भर्ट गर्न सक्ने हुनुपर्छ है त। जापानिजमा पढेर नेपालीमा यो भनेको भन्ने कुरा बुझ्न सक्नु पायो भने जति धेरै तपाईँले रिडिङ पढ्नुहुन्छ, जति रिडिङ पढ्नुहुन्छ त्यति नै तपाईँको लिसनिङको पावर पनि बढ्छ है त। कसरी बढ्छ भने तपाईँको प्रत्येक मिनिङहरू थाहा हुन्छ नि त। मिनिङ थाहा भयो भने अनि लिसनिङ सुन्दा पनि यसले यो भन्न खोजेको है, यसले यो भन्न खोजेको भन्ने कुरा बुझ्नुहुन्छ। त्यो बुझ्यो भने तपाईँले आन्सर सजिलै पत्ता लगाउन सक्नुहुन्छ। सो त्यही हो, मिनिङ छ भने तपाईँलाई रिडिङ पनि गाह्रो लाग्दैन, लिसनिङ पनि गाह्रो लाग्दैन। सो गाइस यही हो। केही नयाँ नबुझेको कुराहरू छ भने प्लिज कमेन्ट गर्नु होला। तपाईँलाई के जान्न मन छ भने कमेन्ट गर्नु होला। सो द्याट त्यही हो। आज म अलिक बिजी भएको कारणले गर्दाखेरि भिडियो अलिक धेरै लामो बनाउन सकिनँ। सो त्यही हो, थ्याङ्क्स फर वाचिङ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् त। फेरि भेटौँला, बाई बाई।